नमस्कार साथीहरु, स्वागत छ हजुरहरुलाई फेरि मेरो च्यानलमा। र अहिले भने चाहिँ म कठलगुडीको उमेश धाममा आएको छु दर्शन गर्नु भनेर। अहिले भने चाहिँ फाइनली पूजा गरेर निक्लेँ म, र गुरुजी पनि हुनुहुन्थ्यो र गुरुजीले चाहिँ मजाले पूजा गराइदिनु भयो र हामीले पनि मजाले पूजा गरेर निक्ल्यौँ। र अहिले भने चाहिँ म बाहिर छु र साथीभाइहरू सबैजनाले यताउता पूजा गरिरहेको छ। मैले चाहिँ पूजा कम्प्लिट गरिसकेँ र अहिले भने चाहिँ केही क्षणमा निक्लिन्छौँ। र आज अलिकति मङ्गलबारको दिन पर्यो र मङ्गलबारको दिन त पर्यो र कोही त्यो मङ्गलबारको दिन त सायद भिडै हुन्थ्यो होला, तर हाम्रो चाहिँ अलिक लेट भयो। हामी चाहिँ अलिकति 12 बज्न पौने 12 बजी यहाँ आइपुगेको थियौँ। त्यही भएर अलिकति भक्तजनहरूको चाहिँ अलिकति भिड कम्ती रहेछ र भिड कम्ती भएर नि आज हामीले धेरै मजाले पूजा गर्नु पायौँ। र हजुरहरू यो उमेश धाममा को आउनु भएको छ भन्नु होला कमेन्ट गरेर। र म चाहिँ यो चाहिँ मेरो दोस्रो चोटि हो, सेकेन्ड टाइम हो यो चाहिँ मेरो। पहिला पनि एकपल्ट आएको थिएँ।